it out, guys. Hi! Happy Saraswati Puja! Hi! We don't drink Cheers! Hello guys, welcome back to my video. आज चाहिँ हाम्रो सरस्वती पूजा छ of course. त्यही भएर हामी कलेज पूजा गर्न जाने अनि पूजा गरेर हामी चाहिँ आज चाहिँ ड्राई पिकनिक जाने छ. गाइस पूजा गर्ने चाहिँ मै मात्र रहेछु. मैले टिका पनि लगाएँ. मैले पनि गरेँ. कसैले पूजा नै गरेन. यसले नि गरिन, यसले त झन् गरिन हैन. म त गरे. खोइ हात देखा न. यो धोएर आएको के हामीले चाहिँ गाइस मेरो चाहिँ यहाँ प्रुफ छ. मैले टिका पनि लगाएँ. खानेकुरा गाइस मेरो पनि छ प्रुफ, तर मैले टिका चाहिँ लगाइन. अस्तिको 100 रुपैयाँ बाँकी छ क्या खानु पनि. अब चाहिँ हामी कलेजमा जाने, त्यस पछाडि पूजा गर्ने अनि जाने. बाई. हामी गइरहेछौँ. अब चाहिँ हामी स्कुलतर्फ कलेजतर्फ हामी लाग्दैछौँ अनि हाम्रो फिल्ड चेक पनि गरौँ ल. अगाडिको चाहिँ सिकिन्छ भनेर हाम्रो साथी पनि आइसकिन्. हेलो. यसलाई कति 1 घन्टा कुर्यौँ. 1 घन्टा. मलाई 1 घन्टा होइन हो गाइस हो. आइसकेपछि गाइस मलाई एक्लै बनाएँ. आइसकेपछि बगामा पनि यिनीहरूलाई होइन गाइस. आइसकेँ मैले त अघि आयो फेरि फर्केर यता बाहिर आएको छु भनिदिएको छु. यो चाहिँ हाम्रो सुन्दर मार्ग धरानको. गाइस फाइनल्ली हामी चाहिँ पुग्यौँ कलेज. मलाई यस्तो छ है त. हाई. हाम्रो ब्युटी क्विन यता हुनुहुन्छ. हामी चाहिँ सबै बडी गार्ड यसको होइन कि म संस्कारी हो. हामी चाहिँ लाइनमा छु. हामी लाइनमा बसिरहेछौँ भगवान्लाई पूजा गर्नको लागि. हामी सो संस्कारी. जुत्ता लगाउने कार्यक्रम भइरहेछ यता. थ्याङ्क यू. देखा त हामी चाहिँ अब यस्तो फोटोसोटो खिच्ने यहाँ हाम्रो कलेजको अगाडि. त्यसपछि जाने. कस्तो छ बुनिया? ओइ कस्तो छ बुनिया भन् त. मिठो छ. गिभ मी सम. ल गरिब दुखीलाई दान दियो भने यस्तै हुन्छ. यता छ अर्को. पूर्णिमा. oh my god celebrity. oh गर न हाइपप. wow so beautiful. यता यता गाइस यतिको साथी चाहिँ हुनुपर्छ है. गएको ल. यहाँ चाहिँ हाम्रो खानेकुरा मेरो काखमा 200 बच्चाहरू छ. डेन्जर ठाउँमा चाहिँ फ्रन्ट गर्न फ्रन्ट. गाइस हामी चाहिँ गयौँ ल. फ्रन्टको गाइस म चाहिँ काखमा बसेर गइरहेको छु. हामी चाहिँ काखमा बसेको
हाम्रो हाम्रो कहिलेदेखिको पिकनिक भनेको आज फाइनली सक्सेसफुल भएको छ कहिले एकदमै खुसी लाग्यो हामी एकदम ज्ञानी हो क्यान्सल गर्ने भनेको अनि त आयुषले क्यान्सल गर्छ भन्दै थिए हिजो नै म त कन्फर्मै थिइनँ त्यही हरियाली पुगिसक्यौँ यहाँ परबाट एन्ट्री हो अनि यो चाहिँ मेन एन्ट्री अनि यता सामानहरू सबै ए ओइ वनभोज क्षेत्र नै रहेछ नि त यता हुनुहुन्छ हाम्रो ये लम्बरजी ओइ म लरे भने त ड्याममै जान्छ यार नाइस ओइ रहेछ पिकनिकको लागि चाहिँ एकदम राम्रो रहेछ गाइज म रिकमेन्ड गर्छु तपाईँहरूलाई पनि मेरो बर्थडे हो होइन गाइज आज हामी 6 जनाकै बर्थडे हो फर्स्ट टाइम ड्राई पिकनिक आएको हो म पनि हो बिचरा यिनीहरू कहिले मान्दैन न उनीहरू अब चाहिँ हिँडिहाल्नुपर्छ क्या त पूर्णिमाको भ्लगलाई प्लिज सबैले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला त्यसपछि म सबैजनाको साथी भइदिन्छु हालेको तन्नाउ च्याकुस गाइस यहाँ हेर न यता चाहिँ स्ट्रगल इज रियल मेरो जुत्तामाथि गाइस हामी चाहिँ फाइनली बस्यौँ पानी ल्याएको छ र पानी हामीले पानी पनि गाइस फ्रेन्ड्स फरेभर लेखेको रहेछ डोन्ट ड्रिंक चियर्स ओइ त्यो पोखिन आडै तिम्रो ओइ चियर्स गरेर नखाएको गाइस यो करेन्टबाट स्टार्ट गर्ने हाम्रो चाहिँ फर्स्ट पेटमा करेन्ट आउँछ बुना प्रसाद हो कस्तो छ भन्दा बुना प्रसाद होइन ओ यो गीतको तर आउँदैन है अस्ति पनि हालेको मैले निकाल्नु भयो गीत त गीत पनि खर्च जाने भयो खाजा पिज्जाको होला यो केचप खोइ त अनि केचपै हाल्दै त त्यही त म के छैन भन्छु नि खोल्दा खाइरहेछौँ दिव्या तँ कस्तो छ भन् त दामी छ ओके दिव्याले बनाएको भयो कसले बनाएको थाहा छ म नि खान्छु ल गाइस चटपटे गाइस चाहिँ हाम्रो नयाँ नयाँ खोजीमा हुन कहिले दाम पैसा खोजीमा This is the art. This is the artist. पिकनिक चाहिँ सक्यो मेरो फोन पनि लाग्यो यहाँ हेर सब हौ केही छैन यसको योको लागेको छ भुइँमा थुपरेपछि अब चाहिँ हामी एकैछिन घुम्ने डुल्ने पिङ खेल्ने अनि जाने घर हाम्रो चाहिँ फर्किरहेछौँ यहाँ छ 2 जना अगाडि सबको एनर्जी सक्यो आज एडिट गरिसक्छौ तिमीले गाइज भ्लग आयो भने लाइक सब्सक्राइब कमेन्ट सक्छ गरिदिनु होला
हो गाइस क्यामेरा देखेपछि कसको चाहिँ गाइस हो रोइरहेछ भने मलाई कस्तो गाह्रो भइरहेछ र पनि म हाँसिरहेछु गाइस धेरै खाएर गाह्रो भयो हामी बाहिर गयौँ भने फेरि भित्र आउनलाई दिँदैन होला नि हाई गाइस हामी चाहिँ यहाँ बाघको बच्चा हेर्ने गाइस हामी चाहिँ यहाँ पार्कमा आएको बाघको बच्चा हेर्ने अनि ये मैं हूँ इधर अनीता है और उधर फोटोशूट चल रहा है दोनों का यहाँ पर ये और यहाँ पर पूर्णिमा है और यहाँ हम इनका इंतजार कर रहे हैं कतिखेर आउँछन् र बाघको बच्चा हेर्न जाने भनेर वेट गरिरहेको यता चाहिँ हुनुहुन्छ हाम्रो यलम्बर के गरेको गाइस पिङ खेल्न जान लागेको है त हिँड न हिँड म बनाइदिइरहेको छु कहाँ छ भ्यू टावर आई डोन्ट नो यिनीहरूले के कुरा गरिरहेको छ गाइस मान्छे देखेको छैन ए यही हो भ्यू टावर पक्न राधा र कृष्ण हो के हो राधा कृष्ण गाइज तर होइन राधा कृष्ण होइन हो हिँड न हिँड यहाँ राम्रो आएको छ अलिक पर त यहाँ चाहिँ यस्तो गाइस भ्यू टावर हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँबाट चाहिँ हरियाली सबै देखिन्छ हामी चाहिँ अब जनावरहरू हेर्नलाई जान आँटेको यो चाहिँ जू हामी एन्टर गऱ्यौँ होइन अनि यहाँ चाहिँ के रहेछ भन्दा यो चाहिँ दुम्सी यता चाहिँ सर्प पनि अजिङ्गर पाइथन यस्तो लेखेको छ होइन कहाँ छ ओइ मलाई डर लाग्यो एकछिनै माई गड लुक एट दिस गाइज यता चाहिँ हुनुहुन्छ हाम्रो हरिणज्यू उहाँले घाँस खाँदै होइसन्छ लुक एट दिस यो चाहिँ बार्किङ डियर अरे यसले चाहिँ भुक्छ कि क्या हो यस्तो छ है घाँस खाँदैछ यता पनि डियर हाय यता हुनुहुन्छ हाम्रो पूर्णिमाजी पूर्णिमा बाघ छैन बाघ छैन अरे गाइज यता छ दुम्सी अर्को दुम्सी थाहा छ घोज्छ अब यता पनि छ अर्को दुम्सी यता बसेको हाई हाई What's your name? घाँस खाँदैछ उसले गाइस हामी जू हेर्न आएको तर जू चाहिँ यिनीहरू नै हो हामी नै जूमा बस्ने जस्ता छौँ तर गाइस हामीलाई स्क्याम भयो नि हामीलाई बाघको बच्चा देखाउने भनेर ल्याएको स्क्याम एकदमै ठुलो स्क्याम भयो बाघको बच्चा नै छैन यार लास्टमा त झन् अनिताले कत्रो मन गरेर जाम सानो हो त्यही त अति सानो जू एकदमै यो चाहिँ लो बजेटवाला जू रहेछ जू होइन हौ यो कसले पालेर राखेको होइन जू नै हो यहाँ पिकक पनि थिएन हरायो छैन बटाई छैन बाँदर छैन टर्की छैन परिवार छैन यहाँ हामीलाई चाहिँ यति धेरै जनावरहरू धनेश छैन त सुगा छ यहाँ त बाघ नै छैन त गाइस तेस्रो नम्बरमा जुन छ त्यो चाहिँ पूर्णिमा हो है गाइस अनि बाघ छ भनेर चाहिँ खासमा कसले भनेको हो भन त त्यही त नि है
कसले कुरा निकालेको थियो बाघ छ भनेर गाइस हाम्रो चाहिँ सबै सक्यो पिङ सिङ पनि खेलिसक्यौँ बाघको बच्चा नि हेर्यौँ नि कस्तो थियो बाघको बच्चा भनेको गाइस कुकुरको बच्चा हो है इन्भिजिबल वाला यहाँ छ हाम्रो बाघ उयो छन् हाम्रो दोस्तहरू यता देख न बाई गाइस बाई बाई until next video bye 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 bye